बेसी लाग्यो जाने हो 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 त साथीले देखाइ दियो पानीले नुहाइदे त्यसले मात्रै हो र म त नुहाइदिँदै पाइले त ओ हर 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 महादेव हर हर भयो 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 आज की रात है कल से वही से अपे है जी भर के नाच लो ना घर वाले ना मापे हैं क्लब पे अपना राज है डरने की क्या बात है ये तो बस शुरुआत है ये तो बस शुरुआत है अभी तो पार्टी शुरू हुई है बाद में ना कहना कुछ भी पहले ही दे दूं वार्निंग पार्टी चलेगी टिल 6 in the morning जी भर के ना चले वे भी नाच नाच के तोड़ दे सैंडल आंटी पुलिस बुला लेगी तो यार तेरा कर लेगा हैंडल सूचना जनहित में जारी जिसको अपनी जान प्यारी चुपचाप फ्लोर पे आए फ्लोर पे आके नाचे गाए नखरे वखरे ना दिखाए शर्म को करते पाए पाए माइकल जैक्सन वाले 2-3 एक्शन करके दिखाए पार्टी करनी है हम पार्टी करेंगे किसी के भी पापा से नहीं डरेंगे हम हैं बेटे हम बाकी सारे पानी कम हमें रोक के दिखाए जिसकी बम में है दम मस्ती है माहौल में चाय कुमारी है सारे थक के बैठ गए पर अपनी पार्टी जारी है मस्ती है माहौल में चाय कुमारी है सारे थक के बैठ गए पर अपनी पार्टी जारी है अरे पंगा तो कोई शुरू करे अपनी भी गरारी है जुम्मी चुकी नोक पर रखी दुनिया सारी है अरे अभी तो पार्टी शुरू हुई है अरे अभी तो पार्टी शुरू हुई है अरे अभी तो पार्टी शुरू हुई है राम्रा सपना होस् त्यहाँ मीठा मीठा बिपना होस् त्यहाँ दुई मुटु एक धडकन हुन्छ नियालेर मेरो आँखामा हेर त्यहाँ पाउँछु आफ्नै चित्र सजाइसकेको छु मैले तिमीलाई मेरो यो मुटु भित्र नियालेर मेरो आँखामा हेर त्यहाँ पाउँछु आफ्नै चित्र सजाइसकेको छु मैले तिमीलाई मेरो यो मुटु भित्र Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn
सधैँभरि खुसी रहे नपरोस् हामी त टाढा नजिकका बाबु किन यो होइन कतिखेर ढल्के मलाई उतिखेर उठेको थियो खानदानमा सबैभन्दा हाइएस्ट र बुहारी भनेर चिन्थ्यौँ अरू यहाँभन्दा बढी आशीर्वाद दिनुभन्दा त्योभन्दा राम्रो हुन्छ बेसर ससुरो भइयो बा दिनु त पर्छ दिइरहनु पर्छ
चार भएका दिन्छु तँलाई दिदी चुप लानु नि हेर्नुहोस् भाउजू अब के भन मैले त अन्त देवर बाबु गतिलो छ देवर बाबुलाई भोलि बिहान उठेर चिया पकाएर दिन होला बाबाले जा बाबु चिया बना भन्दा हो आफै बुझेर गएर चिया बनाउनु होला अब अरू अब के भन्ने हो भाउजू गतिलै पाउन हो नि त अब बुद्धि पुऱ्याउन अब तपाईँले गर्दा मेरो पालो खुलो बाटो खुलो भित्र उसमा तिमी पानी काट्नु सोहेन नि त यहाँ यो ढक्कन गाडी बजाइदियो भन्छु त्यहाँ जाने त आमाले आएर के भन्छ जाने सिकाइदियो बिहाको दिन पानी परेको अवस्था छ हेर्नुहोस् दर्शक दिनहरू यस्तो छ
फन्टास्टिक वन्डरफुल हुने थियो लाइफ मेरो मनको तालैमा हान्ने तिमीले डायल फन्टास्टिक वन्डरफुल हुने थियो लाइफ मेरो मनको तालैमा हान्ने तिमीले डायल फन्टास्टिक वन्डरफुल हुने थियो लाइफ मेरो मनको तालैमा हान्ने तिमीले डायल एक्लो जीवनको परम भुलेर एक्लो जीवनको परम भुलेर आउन चोपातली झमझम रुझेर पानी पर्यो असिना झर्यो त्यहीको रुममा हजुरलाई मन पर्यो पानी पर्यो असिना झर्यो त्यहीको रुममा हजुरलाई मन पर्यो मेरो लाइफ मेरो मनको तालैमा नहाने तिमीले डायल इलास्टिक जस्तै तन्किन मेरो लाइफ मेरो मनको तालैमा नहाने तिमीले डायल राखौँला फेसबुकमा सेल्फी खिचेर राखौँला फेसबुकमा सेल्फी खिचेर आउन चोपातैले झम्झमी रुझेर पानी पर्यो असिना झर्यो त्यहीको रुममा हजुरलाई मन पर्यो पानी पर्यो असिना झर्यो त्यहीको रुममा हजुरलाई मन पर्यो Jesus.
टिकेर देखाउ मास 2 मिनेट टिकेर तारा सँगै तिम्रो मन रुने हो एउटै लगन दुईटा बेहोनी हो तारा सँगै बिर्स्यौ तिमीले मैले याद तिम्रो मन रुने हो एउटै लगन दुईटा बेहोनी हो तारा सँगै बिर्स्यौ तिमीले
साथ
त्यसो भए एउटा शर्त मान्छौ त हार्यौ भने मसित जान्छौ त तारासँगै बिर्स्यौ कि मायाले मैले लागेको एउटा शर्त मान्छौ त हार्यौ भने मसित जान्छौ त तारासँगै बिर्स्यौ कि मायाले मैले लागेको बिर्स्यौ कि मायाले मैले लागेको हे रुन नपाई अप्ठ्यारो परेमा घर गइबस पर्ने छ हारेमा तारासँगै जान बिर्स्यौ कि मायाले मैले लागेको बिर्स्यौ कि मायाले मैले लागेको सपना देख्या छौ कस्तोले बिर्स्यौ कि मायाले मैले हाम्रो माया जुनी भरि छ हाम्रो नाता अजम्बरी छ
गौरीले छैटीमा लेखेको जस्तो सागरसँग किनाराको नाता छ जस्तो फुलसँग भमराको साइनो छ जस्तो जम्बरी धरती आकाश जुन तारा जस्तो हाम्रो माया जुनिकरी छ हाम्रो नाता अजम्बरी छ हाम्रो माया जुनिकरी छ हाम्रो नाता अजम्बरी छ दिदी काटी काटी बनाउनु म त छिटो गर्छु छिटो गर्ने अब बाटोको रहेछ है सासू रहेछ बुहारी रहेछ अब हेर होइन एक पाथी पनि पुरै होइन नि त्यो धान ल अब सबै सासूले चोरी चारवटा मसिन यता 5वटा खान्छ तास त भन्नु न खेल्ने भन्ने बाबुले पनि अरे दुईटा हम कता छ यति गर्ने के बसेर के लाग्छ बनाइले गरी छ मैले आयो भने एकैचोटमा भेट हुन्छु कोही खोजेर हुन्छ ए जवाई भेट त्यस्तो मैले धेरै मेहनत गरी मम्मी जित्नु हुन्छ भाउजू आँखा त तेजी लाग्छ न भाउजू ल गुटु लानु ल भाउजू ल ल भाउजू ल हात जत्ता हम मुखै याद याद भयो ओएन गयो भाउजू हाल्नु ओए भाउजू अहिले नि झ्याउ त 6वटा 3 पैसा निकाल्नु पर्ला अब पैसा निकाल 60 मात्र बनाउनु कि दुईटाको 50 मसँग यति पैसा हो ल
रुपैयाँ अहिले फर्काइदिए है मलाई हुन्छ आउनु पह पह 50 दिनु 500 दिन्छु मैले मलाई दिन्छ भाउजूले दाइ दाइलाई दिन्न भाउजूलाई मलाई देखाउ यहाँ तेरा पत्ती मलाई जितो दोइला बडो देखाइदिन्छ ल रुपैयाँ देखाइदियो केटा खायो अहिले तैँले बुवाले हार्न पर्छ अहिले केको हार्ने कुरै छैन मै पनि जितिनु उसमा पनि सासूलाई पनि जितिनु ए ल ठिक छ ए ठेस हो छोराले अहिले त दोइला बडो ल जितो जोराले आरो त्यस्तो मुख गराइ उतै भयो यो त अनर्थ के हो यस्तो होइन जाने गाडी त्यही गरी गाडी बाँड्छ नि जाने मध्ये गाडी अब लास्ट हो यो हेर तिमीले अब मलाई देखाउँ यहाँ त्यस्तो भन्ने होइन यहाँ के जाऊ तिम्रो पत्ती होइन छोरा फेरि आएन पहिले थियो नि मोल काट्ने कस्तो छ हेर्न उसले जान जाने हारेर यति रह्यो के रे भाउजूले हरायो नोइला जितो नोइला बडा जितो कि मैले जमिन हाजिले छोराले हारे गरेर बेच्नु पर्छ आउने बल लगाउनु कतिका ल मैले हाल्छु कतिका हेर चल्लियो चलाउन ल 50 हालिन्छ हिरोको एक्सन लास्टमा आउँछ के हिरो लास्टमा आउँछ हेरेर त ल्याउनु 1000 हिरोको एक्सन लास्टमा आउँछ के ओइ 1000 हो अब त ओइले किन हाल्नु न ओइ भन ओइ हैन पैसा नभए काम र यार चोरी आइरहेछ अनि जाने छोरा दादा ओइ पनि ढुक्कै हाम्रो ढुक्क सबै हाम्रो गडे जुनर हेर दादा हेर 5 6 7 कति आयो आयो 7 5 6 7 भन्नु
त्यस्ता विद्या गरी होइन सयमा गाउँ यो लास्ट हो यो होइन खाइए हामीले खोइ 8 जित्दा हो यो भाइरल होला जस्तो छ यो 8 जित्दा हो जिताऊ मेरो पैसा हो त जम्मै तिमीको त आएर सानो सानो पार्टी तो क्या चीज है ये लफ्जों में बताना मुश्किल है तेरी सूरत देख के नजरे हटाना मुश्किल है ओ तेरी खुशबू हवा में हो तेरी खुशबू हवा में तेरी फिक्र सुबह में तेरे जिक्र से शाम में महफिल है हो तेरा नाम लिखा के दिल पे मिटाना मुश्किल है तो क्या चीज है ये लफ्जों में बताना मुश्किल है हो मैंने तेरे रंग ली जो मेरे सोनिया बस तेरे संग कटनी उम्र सोनिया। नमस्कार म विकास गैरे म चाहिँ हाल अर्घाखाँची जिल्ला पाटन गाउँपालिका वडा नम्बर 4 मा बस्छु। अब यसो भन्नुपर्छ चाहिँ यहाँ दाइको चाहिँ छोटो मिठो बिहा बस्नु आएको दाइको चाहिँ छोटो मिठो शुभ विवाहको अवसरमा म चाहिँ दुलाको भाइ भन्नुपर्दा एकदम गर्व लाग्छ किनकि म पहिले चाहिँ दुलाको भाइ पनि बनेको थिएँ। तर हिजो मैले धेरै कुरा सोध्दै बाटोमा यहाँ त हिँड्ने जन्ती हिँड्दा हिँड्दै बुटोल पुग्यो। बुटोल पुगेपछि मैले सन्दा सुरुमा मेरो दुईटा नजर भनेको मेरो सालीतिर गयो है। सालीतिर नजर गयो। ओहो ठुली नानी साली त कोही छैन क्या त्यतिको राम्रो त। मेरी आठलाई छोडेर पनि म सालीलाई मैले स्वीकार थिएँ है। तर अब के गर्ने साली अब हिजो बोलचाल त भएन। त्यही पनि यस्तो पैसा 20,000 पैसा मागेँ। अब 20,000 पैसा यस्तो बोलचाल भएको थियो। एउटा म भिडियो पनि गर्छु क्या सानोतिनो। अब घर आएर यसो भाउजूलाई भन्ने भाउजू साली राम्रो ला मिलाइन पर्यो पनि भने त्यसपछि हुन्छ भन्न त्यही यहाँ दाइहरूले अब भिडियो सिडियो गर्नु पर्यो यसो उसो भने। अब मलाई त के थाहा त्यस्तो हुन्छ भन्ने। हेर्नुहोस् अब भन्नुपर्दा भित्र त गएँ एउटाले त माला फुकाइ नि मलाई भिडियो गरेर लगाइदिए। मलाई भित्र यति जलन भएको छ। ओहो हो म नि यस्तै हुने कहिले हो भने ला दाइ म त खाना गएँ भने तलतिर झर्केँ। पछि आएर म गइनँ ला
त्यो उता गयो सुत्यो आज बिहान उठ्यो काम भइगयो एकलाई सालीको लागि हल्का रमाइलो